पक्कै छ। हामीलाई लाग्छ कुरा बाँड्दा खुसी बढ्छ, तर स्रोतहरूले भन्छन् आफ्ना योजना र सफलताहरू सबैलाई सुनाउनु भनेको आफ्नै खुट्टामा बन्चरो हान्नु जस्तै हो। हो, सुन्दा अलि अनौठो लाग्न सक्छ, किनभने हामीलाई सानैदेखि सिकाइएको कुरा के हो भने आफ्ना कुराहरू साथीभाइलाई सुनाउनुपर्छ, लुकाउनु हुँदैन। खुला विचारको हुनुपर्छ भन्ने सिकाइन्छ नि त। एकदम। जानकारी दिनु र आफ्ना कुराहरू बाँड्नुलाई एउटा सकारात्मक स्वभावको प्रतीक मानिन्छ। हो नि, एकदम राम्रो मान्छे भनेर बुझिन्छ। तर हाम्रा स्रोतहरूले यो परम्परागत सोचलाई पुरै उल्टाइदिएका छन्। ओहो, कसरी? स्रोत सामग्रीले प्रष्ट रूपमा के भनेको छ भने गोपनीयता अर्थात् प्राइभेसी भनेको केवल आफ्ना कुरा लुकाएर डराएर बस्नु मात्र होइन, यो त एउटा निकै ठूलो शक्ति हो। शक्ति नै हो त। शक्ति हो नि। रणनीतिक गोपनीयता अपनाउन नसक्दा हामीले अन्जानमै आफ्नै प्रगतिमा ब्रेक लगाइरहेका हुन्छौँ के। यो कुरालाई म एउटा रमाइलो उदाहरणबाट हेर्न चाहन्छु। यसलाई तासको खेलसँग तुलना गरेर हेरौँ न। हुन्छ, तासको कुरा गरौँ। मानौ हामी तास खेलिरहेका छौँ र मेरो हातमा एकदमै राम्रा पत्तीहरू परेका छन्। अनि अब मैले एकदमै उत्साहमा आएर हेर त मसँग कति राम्रो पत्ती छ भन्दै आफ्ना सबै पत्तीहरू अरू खेलाडीलाई देखाइदिएँ भने के हुन्छ? त्यसरी त कहाँ जितिन्छ र? हो, मेरो जित्ने सम्भावना त त्यही सकिन्छ नि, होइन र? किनकि अरूलाई मेरो चाल थाहा भइसक्यो। एकदम ठिक भन्नुभयो। अब उनीहरूले आफ्नो रणनीति बदलेर मलाई हराउने खेल पो खेल्न थाल्छन् त। जीवनका योजना र सफलताहरू पनि ठक्कै त्यस्तै हुन् जस्तो लाग्छ मलाई। यो तासको एनालोजी एकदमै सटिक छ। हातको पत्ती देखाएपछि अरूले त्यसको काउन्टर अट्याक गरिहाल्छन्। हो नि, काउन्टर अट्याक त हुन्छ नै। यहाँ सबैभन्दा रोचक कुरा के छ भने जीवनको हकमा मानिसहरूले गर्ने यो काउन्टर अट्याक वा बाधा सधैँ प्रत्यक्ष र आक्रामक हुँदैन। मतलब सिधै आएर झगडा गर्ने खालको हुँदैन। हुँदैन। कसैले आएर सिधै अनुहारमा म तँलाई सफल हुन दिन्न भन्दैन नि। धेरैजसो अवस्थामा यो एकदमै अदृश्य र सूक्ष्म हुन्छ। अलि भित्रभित्रै हुने जस्तो हो, जस्तो कि एउटा व्यक्तिले आफ्ना साथीहरूलाई आफ्नो नयाँ व्यापारको योजना सुनाउँछ। ती साथीहरूले सिधै यो नगर भन्दैनन्। अनि के भन्छन् त? उनीहरूले एकदमै शुभचिन्तकको अनुहार बनाएर भन्छन्, अहिले त बजारको अवस्था एकदमै खराब छ नि, यस्तो बेलामा धेरै जोखिम नलिऊ कि फसिन्छ होला भनेर। ओहो, सुन्दा त यो एकदमै राम्रो सल्लाह जस्तो लाग्छ त। सुन्दा राम्रो लाग्छ, तर मनोवैज्ञानिक रूपमा यसले त्यो व्यक्तिको आत्मविश्वासको जरा काटिदिन्छ के। भनेपछि त्यो तथाकथित शुभचिन्तकको सल्लाहभित्र पनि एउटा सूक्ष्म नकारात्मकता लुकेको हुन सक्ने रहेछ। एकदमै। जब हामी हाम्रा ठूला योजनाहरू सुनाउँछौँ, हामीले भनौँ न अन्जानमै मानिसहरूमा डाहा वा ईर्ष्याको बिउ रोप्दै हुँदा रहेछौँ। हो नि, मान्छेको स्वभाव नै त्यस्तै हुन्छ। अनि त्यही डाहाले भित्रभित्रै यस्ता अदृश्य पर्खालहरू खडा गरिदिन्छ। तर पर्खनुस् है, मलाई यहाँनिर एउटा कुरा अझै पूर्ण रूपमा पचिरहेको छैन। खै, के कुरामा शङ्का लाग्यो तपाईँलाई? यदि हामीले हाम्रा कुनै पनि आइडिया वा योजनाहरू कसैलाई पनि भनिनौँ भने हामीले सल्लाह कसरी पाउने त? त्यो पनि हो। व्यापार गर्न लगानीकर्ता कसरी खोज्ने वा आफ्ना गल्तीहरू कसरी सुधार्ने त? कि यो हरेक मान्छेलाई शङ्काको दृष्टिले हेर्ने अलि धेरै नै प्यारानोइड अर्थात् डराएको मानसिकता भएन र? सुन्दा त्यस्तो लाग्न सक्छ। मेरा कति साथीहरू छन् जो मेरो प्रगतिमा साँच्चीकै खुसी हुन्छन् नि। के हामीले सबैलाई एउटै टोकलीमा हाल्न मिल्छ र? एकदमै सान्दर्भिक प्रश्न। र स्रोतले पनि हामीलाई गुफामा गएर एक्लै बस्न वा सबैजना खराब हुन्छन् भनेर शङ्कालु हुन भनेको छैन। त्यसको त भनेको छैन। छैन नि। यहाँनिर रणनीतिक अर्थात् स्ट्र्याटेजिक भन्ने शब्दको अर्थ बुझ्न जरुरी छ। रणनीतिक गोपनीयताको अर्थ सबैसँग सबै कुरा लुकाउनु होइन। भनेपछि कोसँग कति बोल्ने भनेर छान्ने कुरा हो? ठेक्कै। कोसँग कति र कहिले बोल्ने भनेर छान्नु हो। लगानीकर्तालाई व्यापारको योजना सुनाउनु त रणनीतिक आवश्यकता नै हो नि। हो, त्यो त सुनाउनै पर्छ। तर त्यही कुरा यो बाटोको चिया पसलमा बसेर अनावश्यक मानिसहरूलाई सुनाउनु चाहिँ मूर्खता हो। त्यो चाहिँ हो। जहाँसम्म मानिसहरूको नियतको कुरा छ नि, हामीले अघि भनेको त्यो अदृश्य बाधा सधैँ मानिसहरूको खराब नियत नै हुन्छ भन्ने छैन। हो र? खराब नियतले गर्दा हैन त? यो त हाम्रो दिमागमा जन्मजात रूपमै जडान भएको एउटा प्राकृतिक मानवीय प्रवृत्ति हो। प्राकृतिक मानवीय प्रवृत्ति मतलब अरूको प्रगति देखेर भित्रभित्रै जल्नु
वा नकारात्मक सल्लाह दिनु मानिसको नेचुरल रिफ्लेक्स हो भन्नु खोज्नु भएको? एक किसिमले त्यस्तै हो। यो कसरी सम्भव छ? किनभने मलाई लाग्दैन कि हरेक मानिस जन्मजात नै खराब हुन्छ। हो, मानिसहरू जन्मजात खराब हुँदैनन्। स्रोत सामग्रीले यसलाई मनोविज्ञानको सामाजिक तुलना सिद्धान्त अर्थात् सोशल कम्प्यारिजन थियोरीको आधारमा एकदमै गहिराईबाट व्याख्या गरेको छ। सोशल कम्प्यारिजन थियोरी? यो सिद्धान्त अनुसार मानिसहरू स्वभावैले आफूलाई अरूसँग तुलना गर्छन्। त्यो त हो, हामी सबैले गर्छौं। यो कुनै व्यक्तिगत दुश्मनी वा रिस इसिबी होइन, यो हाम्रो डिएनएमै जोडिएको एउटा सर्भाइभल मेकानिजम अर्थात् बाँच्ने कला हो। बाँच्ने कला? अलि प्रष्ट पार्नु न यसलाई। यसलाई बुझ्न हामी हजारौं वर्ष पहिलेको जंगली युगमा फर्किनुपर्छ, जब मानिसहरू 50-60 जनाको साना साना कबिलाहरूमा बस्थे नि। त्यो हन्ट ग्यादरर समयमा? हो, त्यतिखेर स्रोत र साधन एकदमै सीमित हुन्थ्यो। जस्तो कि खानेकुरा बस्ने ठाउँ यस्तै कुराहरू होला। ठ्याक्कै। त्यो समयमा यदि कबिलाको कुनै एउटा व्यक्तिले धेरै खानेकुरा पायो वा ऊ एक्कासी धेरै बलियो भयो भने त्यसको सिधा अर्थ हुन्थ्यो अरूको भागमा कम पर्नु। भनेपछि एउटाले पायो भने अर्कोले नपाउने अवस्था थियो। त्यो एउटा जीरो सम गेम थियो। त्यसैले अरूको प्रगति हुँदा आफू खतरामा पर्न सक्छु भन्ने डरले मानिसको दिमागमा एउटा अलार्म प्रणाली विकास भयो। अनि अहिले पनि त्यो अलार्म छ त हामीसँग? छ नि। आज हामी जंगलमा छैनौं, खानेकुराको त्यस्तो हाहाकार पनि छैन, तर हाम्रो दिमागको बनावट अझै पनि त्यही पुरानै छ। ओहो, साँच्चै? त्यसैले जब हामीले फेसबुक वा इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालमा वा आफ्नै वरिपरि कसैले अचानक ठूलो प्रगति गर्न लागेको वा सफल भएको देख्छौं नि, हाम्रो दिमागको त्यो पुरानो अलार्म बज्छ। भनेपछि त्यो अटोमेटिक हुने कुरा हो? एकदम अटोमेटिक। दिमागमा कर्टिसोल भन्ने तनाव बढाउने हर्मोन रिलिज हुन्छ। ओहो, यो त साँच्चै नै आँखा खोल्ने कुरा भयो। भनेपछि त्यो डाह वा ईर्ष्या भनेको नियतवश गरिएको दुश्मनी होइन रहेछ? होइन नि, बरु त्यो त मानिसको शरीरभित्र हुने एउटा जैविक वा बायोलोजिकल प्रतिक्रिया पो रहेछ। एकदम सही बुझ्नुभयो। जब सुन्ने मान्छेको दिमागमा त्यो अलार्म बज्छ, उसलाई लाग्छ ऊ त धेरै अगाडि पुग्यो, म त पछाडि परेँ। अनि त्यसले गर्दा डर लाग्छ होला, होइन? हो, यो भावनाले स्वतः एउटा असुरक्षा पैदा गराउँछ। उसले जानी जानी सिद्ध्याउन खोजेको होइन, तर अरूको उचाइ देख्दा आफू होचो भएको महसुस हुनु एक प्राकृतिक मनोवैज्ञानिक प्रक्रिया मात्र हो। अनि त्यो असुरक्षाले के गर्छ त? अनि त्यही असुरक्षालाई सन्तुलनमा ल्याउन उनीहरूको अचेतन मनले डिफेन्सिभ तरिका अपनाउँछ। जस्तै योजनामा खोट देखाउने, निरुत्साहित गर्ने वा कामको महत्त्वलाई नै सामान्यीकरण गरिदिने। यसको मतलब त जब हामी यो चिया पसलमा बसेर ठूलो स्वरमा मेरो नयाँ प्रोजेक्ट कति सफल हुँदैछ भनेर गफ हाँक्छौं नि, हामीले अनजानमै हाम्रा साथीभाइहरूको दिमागमा रहेको त्यो पुरानो असुरक्षाको बटनलाई थिचिरहेका हुँदा रहेछौं। एकदमै ठिक भन्नुभयो। हामीले त खुशी बाँड्न खोजेका हुन्छौं, तर उनीहरूको दिमागले त्यसलाई एउटा थ्रेट वा चुनौतीको रूपमा लिँदो रहेछ। हो नि, सबकन्सियस रूपमै त्यस्तो हुन्छ। अनि उनीहरूको त्यही प्राकृतिक रिफ्लेक्सले गर्दा हाम्रा बाटाहरूमा अदृश्य तगाराहरू तिर्सिन्छन्। हो, कुरा त्यही नै हो। त्यसैले स्रोतले बारम्बार जोड दिएको छ कि रणनीतिक गोपनीयता अपनाउनु भनेको अरूलाई होच्याउनबाट जोगिनु हो। उनीहरूलाई असुरक्षित फिल नगराउनु भनौँ न। एकदम। उनीहरूको त्यो नकारात्मक मनोवैज्ञानिक प्रतिक्रियाबाट आफूलाई सुरक्षित राख्नु हो। आफ्ना कुराहरू मनमै राख्दा अनावश्यक डाहा र त्यसबाट उत्पन्न हुन सक्ने बाधाहरूलाई सुरुमै निस्तेज पार्न सकिन्छ। भनेपछि रोग लाग्नु अगाडि नै भ्याक्सिन लगाए जस्तो भयो। हो नि, हामीले कसैको असुरक्षालाई ट्रिगरै गरेनौं भने उनीहरूबाट कुनै नकारात्मक प्रतिक्रिया पनि आउँदैन। यो त एकदमै गहिरो र व्यावहारिक कुरा भयो। आफ्ना कुरा गोप्य राख्नु भनेको एउटा बलियो सुरक्षा कवच लगाउनु जस्तै रहेछ। हो, एकदम बलियो कवच हो। तर मलाई लाग्छ कुरा यतिमै मात्र सकिँदैन। अरू के छ जस्तो लाग्छ त? यदि अरूलाई आफ्ना कुरा सुनाउँदा डाहा र नकारात्मक भावना मात्रै पैदा हुन्छ भने आफ्ना कुराहरू गोप्य राख्दा केवल बाधाहरूबाट बस्ने व्यक्तिगत फाइदा मात्र हुन्छ कि यसको कुनै ठूलो सामाजिक प्रभाव पनि छ? राम्रो प्रश्न। यसले हामीलाई हाम्रा स्रोतहरूको अर्को निकै रोचक पाटोमा पुर्याउँछ। के रे, रहस्य र सम्मान बीचको सम्बन्ध।
यदि हामीले यसलाई बृहत रूपमा हेर्ने हो भने नि गोपनीयता भनेको केवल सुरक्षा मात्र होइन, यो त समाजमा आफ्नो सम्मान, इज्जत र मूल्य स्थापित गर्ने एउटा अचूक हतियार पनि हो। ओहो, सम्मान बढाउने हतियार? हो, हाम्रो स्रोतले एकदमै स्पष्ट रूपमा के देखाएको छ भने जो मानिस कम बोल्छ र आफ्ना व्यक्तिगत कुराहरू, आफ्ना योजनाहरू गोप्य राख्छ, समाजमा उसको छुट्टै मूल्य र सम्मान हुन्छ। अनि धेरै बोल्नेको नि? जति धेरै बोलिन्छ, जति धेरै आफ्ना कुरा खुला गरिन्छ, समाजले त्यति नै त्यो मानिसलाई हल्का रूपमा लिन थाल्छ। सुन्दा त ठ्याक्कै अर्थशास्त्रको नियम जस्तो लाग्यो मलाई। अर्थशास्त्रको नियम कसरी? अर्थशास्त्रमा माग र आपूर्ति अर्थात् सप्लाई एन्ड डिमान्डको एउटा आधारभूत नियम हुन्छ नि त। जुन चिज बजारमा जति कम पाइन्छ, जति दुर्लभ हुन्छ, त्यसको मूल्य त्यति नै धेरै हुन्छ। एकदम। जस्तो कि सुन किन यति महँगो छ? किनभने यो जताततै पाइँदैन। ढुङ्गा र माटो किन सस्तो छ त? किनभने यो जहाँ पनि छ, जति पनि पाइन्छ। हो नि। मानिसको उपस्थिति, उसको बोली र जानकारीको हकमा पनि ठ्याक्कै यही नियम लागू हुँदो रहेछ नि, होइन र? एकदमै सठिक एनालोजी हो यो। यसलाई इन्फर्मेसन करेन्सी अर्थात् जानकारीको मुद्रा भनेर पनि बुझ्न सकिन्छ। हो, त्यही कुरा। यसलाई यसरी हेरौँ न, एउटा यस्तो साथीलाई सम्झिनुहोस् जसले सामाजिक सञ्जालमा दिनको 10 वटा पोस्ट हाल्छ। त्यस्ता साथी त धेरै हुन्छन् नि। उसले के खायो, कहाँ गयो, के सोच्दैछ, सबै कुरा भट्याइरहन्छ। उसको त्यो जानकारीको बजारमा ओभर सप्लाई भयो नि त। हो, ओभर सप्लाई भयो अनि मान्छेलाई वास्तै हुँदैन। त्यसले गर्दा उसको कुराको मूल्य घट्छ, जसलाई हामी मुद्रास्फीति वा इन्फ्लेसन भन्छौँ। मानिसहरूले उसको पोस्ट वास्ता गर्नै छोड्छन्। एकदम ठिक। तर अर्को यस्तो साथी हुन्छ जसले वर्षमा 1 वा 2 पटक मात्र केही लेख्छ वा बोल्छ। जब त्यो शान्त साथीले केही कुरा बाहिर ल्याउँछ, सबैजना स्क्रोल गर्न छोडेर ध्यान दिएर हेर्छन्, किनकि उसको जानकारी दुर्लभ छ। हो नि, जो मानिस सधैँ उपलब्ध हुन्छ, समाजले उसलाई सस्तो ठान्छ। तर जो मानिस कम उपलब्ध हुन्छ, कम बोल्छ, उसको मौनताले उसको व्यक्तित्वमा एउटा गजबको वजन थप्छ। एउटा गजबको वजन थप्छ, एकदम सही कुरा। ठ्याक्कै त्यही हो। मानिसको मौनता र गोपनीयताले उसको वरिपरि एउटा रहस्य वा मिस्ट्रीको घेरा निर्माण गर्छ। मिस्ट्री मान्छेलाई मनपर्छ नि त। हो, मानव मनोविज्ञानको अर्को एउटा गहिरो पाटो के हो भने मानिसहरू स्वभावैले रहस्यप्रति आकर्षित हुन्छन्। जब कसैले आफ्ना सबै कुरा खुलाउँदैन, अरू मानिसहरूले उसको बारेमा अनुमान लगाउन थाल्छन्। कस्तो मान्छे होला भन्ने सोध्छन्। उनीहरूलाई त्यो व्यक्तिको गहिराई नाप्न गाह्रो हुन्छ। अनि जुन कुरा हामी पूर्ण रूपमा बुझ्दैनौँ वा जुन कुराको गहिराई हामी नाप्न सक्दैनौँ नि, हामी त्यसलाई स्वतः सम्मान गर्न वा अलि डराउन थाल्छौँ। अघि तपाईँले भनेको कुराले मलाई अफिसको एउटा साधारण मिटिङको याद दिलायो। कस्तो मिटिङ भन्नु न? कुनै पनि छलफल वा मिटिङमा याद गर्नुभएको छ? त्यहाँ सधैँ एकजना यस्तो मान्छे हुन्छ जो सुरुदेखि अन्त्यसम्म एकदम शान्त हुन्छ। हो, एकदम ध्यान दिएर सुन्ने खालको मान्छे। उसले अरूका कुरा ध्यान दिएर सुन्छ, तर आफ्नो कुरा हत्तपत्त राख्दैन। अनि कोही मान्छेहरू चाहिँ हरेक कुरामा बीचबीचमा बोलिरहने, हावा गफ दिने खालका हुन्छन् नि। त्यस्ता त झन् धेरै हुन्छन्। तर जब छलफलको अन्त्यमा त्यो शान्त बस्ने मान्छेले मुख खोल्छ, पुरै कोठा शान्त हुन्छ। सबैजना एकाग्र भएर सुन्छन् नि त। हो, किनकि उसको शब्दको मूल्य बढेको हुन्छ। शब्दलाई जथाभावी खर्च नगर्दा त्यसले शक्ति सञ्चय गर्दो रहेछ नि त। हो नि, र यसको अर्को महत्त्वपूर्ण पाटो भनेको शब्दभन्दा कामले बोल्नुपर्छ भन्ने मान्यता पनि हो। एक्सन स्पिक्स लाउडर देन वर्ड्स भने जस्तो। एकदम। जब योजनाहरू गोप्य राखिन्छ र काम सम्पन्न भइसकेपछि मात्र परिणाम दुनियाँलाई देखाइन्छ नि, त्यसले दिने प्रभाव एकदमै शक्तिशाली हुन्छ। यसलाई एउटा विस्फोट जस्तै मान्न सकिन्छ। काम सिद्धिएपछि मात्र देखाउने। तर काम हुनु अघि नै ढोल पिटेर म यो गर्दैछु, म त्यो गर्दैछु भन्दा मानिसहरूको अपेक्षा बढ्छ। हो नि, प्रेसर पनि बढ्छ आफूलाई। अनि यदि कुनै कारणले त्यो काम सफल भएन वा सोचे जस्तो भएन भने नराम्रोसँग इज्जत घट्छ। त्यो त हो, धेरै बोलेपछि पूरा गर्न नसक्दा बेइज्जत हुन्छ। तर चुपचाप काम गरेर एकैचोटि नतिजा देखाउँदा मानिसहरू आश्चर्यचकित हुन्छन् र सम्मान झन् चुलिन्छ। त्यसैले रणनीतिक गोप्यता भनेको आफ्नो ऊर्जालाई शब्दमा खेर फाल्नुको सट्टा नतिजामा लगाउने र आफ्नो इज्जतको सुरक्षा गर्ने एउटा बौद्धिक तरिका पनि हो। कति अचम्म लाग्दो कुरा है। सुन्न कति सामान्य लाग्छ नि कम बोल्नु वा गोप्य राख्नु भनेर।
सुन्दा त सामान्य नै लाग्छ। तर यसको पछाडिको मनोविज्ञान र सामाजिक गतिशीलता यति गहिरो छ भन्ने कुरा आजको यो अध्ययनबाट छर्लङ्ग भयो। हामीले सुरुमा यो सडकको माहौलको कुरा गरेका थियौँ नि, जहाँ सबैलाई आफूलाई अरू सामु एक्सप्रेस गर्न हतार छ। हो, सबैलाई देखाउन हतार छ। तर वास्तवमा शक्ति र सम्मान त त्यो भिडमा शान्त रहने, आफ्ना योजनाहरू मनमै साँचेर राख्ने र सही समयमा मात्र नतिजा देखाउने व्यक्तिसँग पाउँदो रहेछ। एकदम सही विश्लेषण गर्नुभयो। हामीले आजको यो विषयलाई मुख्य रूपमा 3वटा चरणमा बुझ्यौं। छोटकरीमा भन्नुपर्दा पहिलो, हाम्रा योजना र सफलताहरू जताभावी बाँड्दा कसरी त्यसले अनन्जानमै अरूको डाँलाई निम्तो दिए जस्तै हुन्छ, जसले हाम्रै बाटोमा बाधाहरू खडा गर्छ। त्यो सुरुको कुरा। दोस्रो, यो ईर्ष्या कुनै व्यक्तिगत रिसैबी मात्र नभएर सामाजिक तुलना सिद्धान्त अन्तर्गत आउने हजारौं वर्ष पुरानो मानव विकासक्रमले दिएको एउटा प्राकृतिक मनोवैज्ञानिक प्रतिक्रिया हो भन्ने कुरा। त्यो कर्टिसोल र अलार्मको कुरा नि त। र तेस्रो, कसरी मौनता र गोपनीयताले अर्थशास्त्रको दुर्लभताको नियम जस्तै हाम्रो जानकारीको मूल्य बढाउँछ र समाजमा हाम्रो सम्मानलाई स्थापित गर्छ। त्यसो भए यी सबैको अर्थ के हो त? आजको यो समग्र छलफललाई हामी कसरी समेट्न सक्छौं? यसको सिधा अर्थ के हो भने, हाम्रो जानकारी, हाम्रा योजना र हाम्रा विचारहरू भनेका हाम्रा पुँजी हुन्। यो पुँजीलाई जथाभावी खर्च गर्नु हुँदैन। पुँजी जथाभावी उडाउनु भएन। रणनीतिक गोपनीयता भनेको अरूबाट बच्ने र आफूलाई लुकाउने एउटा डरपोक तरिका पक्कै होइन। होइन नि, यो त एउटा पावर हो। यो त समाजको मनोविज्ञान बुझेर, मानव मस्तिष्कको प्रकृति बुझेर, सम्भावित बाधाहरूलाई सुरुमै पन्छाउँदै समाजमा आफ्नो सम्मान र प्रभाव बढाउने एउटा अत्यन्तै शक्तिशाली र बुद्धिमानी रणनीति हो। एकदम बुद्धिमानी कुरा। आफ्ना हरेक सोच र योजनाहरू बाहिर ल्याउनु पर्दैन। केही कुराहरू केवल आफ्नै लागि, आफ्नो लक्ष्य प्राप्तिको इन्धनको रूपमा मनमै गोप्य राख्नुमै ठूलो भलाइ छ। कस्तो शक्तिशाली निष्कर्ष! आफ्ना कुरा गोप्य राख्नु भनेको डराउनु होइन, बरु बुद्धिमानीपूर्वक आफ्नो शक्ति सञ्चय गर्नु हो। साँच्चै नै आजको यो अध्ययनले सधैँ आफ्ना कुराहरू ओभरसेयर गर्न रुचाउने हाम्रो बानीलाई एउटा गतिलो ऐना देखाइदिएको छ। हो नि, हामी सबैले सोच्नुपर्ने कुरा हो यो। यी स्रोतहरूलाई समग्रमा हेरेपछि र मानव मनोविज्ञानको यो गहिराईलाई बुझेपछि अब हामी सबैले एउटा कुरामा चाहिँ पक्कै पनि गम्भीर भएर मनन गर्नुपर्ने बेला आएको छ। पक्कै पनि। यदि कम बोल्दा र आफ्ना कुरा रणनीतिक रूपमा गोप्य राख्दा समाजमा सम्मान बढ्छ, रहस्य कायम रहन्छ र सफलताको बाटोमा आउने अदृश्य बाधाहरू कम हुन्छन् भने हामीले चिया पसलमा, अफिसको क्यान्टिनमा वा सामाजिक सञ्जालमा दैनिक रूपमा गर्ने ती सामान्य र खुला कुराकानीहरूमा कतै हामीले आफ्नै प्रगति र सम्मानलाई अन्जानमै सस्तो त बनाइरहेका छैनौँ? एकदमै गम्भीर प्रश्न। अरूलाई प्रभावित पार्ने होडबाजीमा कतै हाम्रा आफ्नै शब्दहरू नै हाम्रा सबैभन्दा ठूला तगारो त बनिरहेका छैनन्? यो कुरा हामी सबैले सोच्नु जरुरी छ।